होली पूर्णिमा 2081 साल चैत्र 1 गते पूर्णिमाको दिन परेको छ भने 1 गतेको साँझ तपाईको घरमा भुलेर पनि यो विधि गर्न नबिर्सिनुहोला। त्यो विधि यस प्रकार रहेको छ। तपाईको घरमा तामाको दियो, माटोको दियो अथवा चाँदीको दियो छ भने तपाईको घरको मूलद्वारमा चाँदीको दियोमा अथवा तामाको दियोमा अथवा माटोको दियोमा एउटा घिउको बत्ती राखेर यो महामन्त्र भनेर बाल्दिनु होला। ओम शुभम भवतु कल्याणम आरोग्यम सुख सम्पदम सर्वशत्रु विनाशाय दीपज्योति नमस्ते ओम कर्म साक्षी श्री दीपनारायणाय नमः भनेर तपाईको घरको मूलद्वारमा पूर्व फर्काएर यो दियो बाल्दिनु होला। तपाईको घरमा सुख शान्ति ऐश्वर्य धन धान्यले भरिपूर्ण हुनुहुनेछ भने तपाईको घरमा गरिबी छाइरहेको छ, धनको अभाव छ, दरिद्रता छ, भूतप्रेतले अट्याक गरिरहेका छन्, मुद्दा मामिला झै झगडा इत्यादि चाहिँ तपाईको घरमा भइरहेको छ, नकारात्मकता धेरै छ भने यी सबै हटेर जानेछन्। यो भिडियोलाई धेरै शेयर गर्नुहोला। जय महाकाली, जय महालक्ष्मी, जय महासरस्वती।